ल्याएर के कहिले खाम्ला भनेर होला के गर्नुलाई ल्याएको होला नि यत्र के फेरि आफूले मिलाइनु हुन्थ्यो नि फेरि मलाई चाहिँ मिलाउनु भाग राखिदिने के अनि अस्ति मोमो खाना दिन नपाएर मर्न आँटिसके मेरो सास जानलाई भने होइन त्यस्तो घाँस पातको त म त खाँदिनँ के को खाने त नि भेज मोमो खुवाउने मासु महँगो पर्छ भने थाहा होइन ल्याउनु चाहिँ के होइन अनि यो 138 रुपियाँ पारेर म त खाँदिनँ ए खाने अनि यो त आफूले मिलाएर राखे पनि त हुन्छ नि मलाई कुरो त पर्दैन नि त होइन र पर्छ सबै मैले गरेर मात्रै हुन्छ जे पनि भ्याउँदैन खाना पकाउन सक्दिनँ र केही गर्न सक्दिनँ र नि त्यो त काम गर्नु परिहाल्यो नि खेलाउनु परेन खाने भए गर्ने अथवा नगर्ने कतिखेर यो आउँछ र यसलाई काम गराउँछ भने काम थुपेर राख्छ त्यही हो न त तिमी घर जाँदा जान्नौ काम नलागेपछि म त जान्छु जाऊ त्यही भएर त गरेको बुझ्दैन फेरि यति गरे पनि मान्छे त बुझ्नु नि कामलाई मलाई अब यहाँ राख्न खोजे होइन रहेछन् भनेर पचाएरै बस्ने लात त बचाएर बस्ने यत्रो धेरै काम गर्ने मान्छेले एक छाक भातले नि पुग्दैन यतिले त त्यही यत्रो काम गर्न दिने भए पार त कति धेरै खान दिन्थे त्यही भेज मोमो खुवाउने तिमीलाई म त खाँदिनँ कि यस्तो त भेज के मोमो खानु मन छ त तिमीलाई के गर्नु ल्याएको र यत्रो पात त्यही पात हालेर खाँदैन भेज मोमो त्यही मैले सधैँ छैन गाउँको पिठो त्यही गाउँको पिठोमा बटाएर दिन्छु म त खाँदिनँ त्यस्तो त्यही पनि केचपसित म त खान्न त्यस्तो त बरु म त यहीँको गेउजा किनेर खान्छु नि पैसा हुने भए त आफ्नै घर खाइहाल्थ्यो नि बिहिबार यहाँ आउनु बास बस्नु हो अझ लाज पनि छैन पैसा नगर के गर त नि पर्सेरी पनि छैन फेरि पैसा त यस्तो हेपेछ नि मेरो नि दिन फर्केला नि हो न पैसा आउने